And good morning guys. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ। म नि सन्चै छु अनि मेरो चाहिँ जापानमा फर्स्ट डे फर्स्ट ब्लग भनौँ न। सो म भर्खरै उठेर चाहिँ नि म यसो बाहिरको सिनहरु देखाउँछु है। बाहिरको सिनहरु साथी फेरि हाँस्दिहाल्छ कस्तो औडा लाग्दिने। आम्मा ल जितेन्सेहरू औडा छ। जितेन्से दिस इज जितेन्से ल साथी देखाइदिइहाल्नु पर्यो। एमा जापानिजहरू छ। फेरि यहाँ चाहिँ हल्ला चाहिँ अलिकति कम्ती गर्नुपर्ने हुँदो रहेछ। नेपालमा पो ओएको जमास मुख छाडेर ल्याम्डोमा यस्तो मजा हुन्थ्यो कि यहाँ चाहिँ अलिक साइलेन्ट बस्नुपर्ने हुन्छ क्या। अब यहाँ चाहिँ म बस्ने घरभन्दा अलिक उता तल्लोतिरको भ्यू देख्न सक्नु। यु क्यान सी ब्याकग्राउन्ड। मेरो चाहिँ फ्रन्ट क्यामेराबाट चाहिँ राम्रो आउँदैन। सो मैले चाहिँ अगाडिबाट नै सेल्फी टाइपले भ्लग बनाउनु पर्ने हुन्छ हैन। मजा आइरहेको छ। हिजो चाहिँ रमाइलो भएको थियो। साथीहरूले जेस पार्टी गरेको थियो म आउँदा। साथी एकजना चाहिँ चिनाएको थियो अनि उसकै साथीहरू पढेछ। अनि मेरो पनि साथी भयो रुममेटहरू। जस्ट चिल छ सबै चिल छ। केटाकेटीहरू पुरै दाँत मोलिरहेछ हैन। अम्बो मस्त छ नि। फर्स्ट दिनमा यस्तो मजा भइरहेको छ। मजा केटाले खोक्दैछ। यहाँ चाहिँ धेरै हल्ला चाहिँ सानो गर्नुपर्ने हुन्छ अरे। नत्र भन्दा चाहिँ धुलो नाङ्गो झार पारेर हान्छ अरे अनि पठाइन्छ अरे मामा घरतिर। ए मामा रोड पनि के कुरा गर्नु फोरै छैन। म चाहिँ एक दिनमै गोडो भइसक्यो म हैन। क्या गोडो देखिरहेको छ क्या मलाई। ओ लेट्स सी भरेसम्म के हुन्छ अरे। ल गाइस फर्स्ट डे मामा हामी त गएको गइरहेको केटाकेटी। साथी कहाँ गयो अरे गएको। ओइ जापानमा आएपछि त हुली है पुरै यस्तो आफ्नै उति खिच्नु पाएँ। जापानिज देखेपछि त लुकाउनु पर्ने रहेछ काँटे। टेन्सन भइहाल्यो। स्कुल हो कि क्या अनि त्यसो थियो। फर्स्ट दिन आएको। अब यहाँ होलियै चेन्ज भइसक्यो। ड्रिपी ब्यागी सक्दैन है ब्यागी। हाम्रो सेन्पाई आइसक्यो। सेन्पाई सेन्पाई त हो नि हामीभन्दा त धेरै थाहा छ नि त। अलिकति हान्दिनु न जापानिज होला। के को हान्लो कोनिचिवा मानियो नि सुन्दैमास ओके तेरो सिकन गइसमास पढ्ने गइसमास आमो गयो कि क्या खतरा। यहाँ त फेरि चिक्ना राम्रो चाहिँ राम्रो हुँदो रहेछ। तर हाम्रो चाहिँ माथि पहाडतिर छौँ हामी चाहिँ। आम्मामा हानाहरू बवाल छ है यहाँ त। हाना भन्नु चाहिँ आउँछ है नेपालबाटै सिकेर आएको काँटे। हाना मिल्यो नि। ओएको जमास तँलाई फुचे म फेरि भनिदिइहाल्ने क्या। नेपाली बुझ्दैन नि आफू त फेरि। ओएको जमास ल राम्रोसँग है। ए ल केटाहरू त अब यहीँबाट जाने। मेरो साथी साइकलले लोकेको रहेछ अर्को साइकल लिएर आएको। यसमै ए उ मेरो साथीको काम चाहिँ त्यही स्विमिङ पुलमा अरे। स्विमिङ पुललाई के भन्छ जापानिजमा? स्विमिङ पुललाई के भन्छ? फुरु होला। फुने ए कुरुमा हो के भन्छ त्यसलाई आयोलाई?
आयोलाई के भन्छ आयो कमिङ डिकीमास सुरुमा हो डिकीमास फेरि पछाडिबाट ढिकीमास हानिदिन्छ भनेकै पछाडिबाट फेरि नबुझ्ला नि फेरि जापानिज फेरि हाम्रो 1 लेभलको जापानिज बोकेर हिँड्छु म अनि के मेडिकल रहेछ नयाँ लुगा लगाएर आम्बो वाहेगु जेमास वाहेगु जेमा ल उता के हो लजाइदिने के वाहेगु जेमास सेम जुत्ता रहेछ तपाईले मेरो होइन नि मास्टर कपी हो नि मास्टर कपी हो जाति अनि पुरै ब्रान्डेड हान्छ साथीले ब्रान्डेड ऊ त मालिक भइसकेछ यार मेरो साथी हो ऊ चाहिँ मेरो साथी हो लेट्स एकछिन पछि भेटौँ सो गाइस हामी गएकोबाट चाहिँ फर्किसक्यो स्कुलबाट फर्किसक्यो यो चाहिँ कहाँ हेर्नु पसलतिर साउन्ड किन्न ल केटाहरू सबै हिरो बनेर हिँडिसक्यो साइकलमा अब ल अब यहाँ गरिब भएपछि साइकल पनि छैन क्या कस्तो गरिब भयो यार साइकललाई पैसा पुगेन भने साइकललाई पैसा पुगेन पैसा पनि छैन भएको बाइक लिएर आएको है यहाँ लिएको है कति मनाउँदै होला भन् न अम्बा जापानमा 220 बाइक आम्बो क्या ह्यान्डसम देखिन्छ हामीलाई किन आम्मा जापानिज स्टुडेन्ट जस्तै क्या जापानको रोड अब फोर छैन सुतिदिएको क्या यो मैले लगाएको जुत्ता आएदेखि मैले मात्र लगाएको हो क्या साथी धुएको छैन धुन चाहिँ दिनु पऱ्यो फोरै नहुने साला मेरो अर्को जुत्ता चाहिँ त्यो धुनुपर्छ गनाउँछ फेरि त्यो हिजो लगाएर कि ए धुनुभन्दा नि पुच्ने मात्रै त्यो धुनु हुँदैन फेरि उक्किन्छ छाला अस्ति धुएर कुकुरलाई घिउ पच्दैन भने जस्तै क्या थाकेन बुट मारी घोडिदिएको त मलाई भित्रको लेदरै पत्रेछ तिनीहरू मलाई खै एकछिन कहाँ भइजाउँ केटाहरूले हजुर एकछिन त्यो हाम्रो सिम्पाहीहरूले या घरहरू नै बवाल गर्छ है जापानमा त हामी ल हामी जानुपर्छ लेट्स गाइज हामी रुममा गएर भेट्छौँ है अहिले हामी अलिक बिजी छौँ किनभने बिजी हुन्छ ल बाई बाई माता सत्य हो कि सीता माता सीता